सर्जरी र हस्पिटल भनेपछि के आउँछ त तपाईको दिमागमा? महँगो खर्च, चिन्तित मुहार, हस्पिटलको गन्ध र अपरेसन थिएटर। तर त्यो त केवल आधी कथा मात्र हो। यस एपिसोडमा हामी पछ्याउँदैछौँ नेपालका एक टप सर्जनलाई, जसले प्रधानमन्त्री र राष्ट्रपतिको समेत सक्सेसफुल सर्जरी गरिसक्नुभएका छन्। मान्छेको जीवन र मृत्यु हातमा हुने सर्जनलाई कतिको प्रेसर हुन्छ होला, त्यो देखाउन आज हामीले अपरेसन थिएटरकै एक्सक्लुजिभ एक्सेस पाएका छौँ। र त्यसका लागि आज हामीसँग हुनुहुन्छ त्रिभुवन युनिभर्सिटी टिचिङ हस्पिटल महाराजगञ्ज मेडिकल क्याम्पसका डिपार्टमेन्ट अफ युरोलोजी एन्ड किडनी ट्रान्सप्लान्ट सर्जरीको हेड अफ डिपार्टमेन्ट डाक्टर पवनराज चालिसे। एन्ड दिस इज अ डे इन लाइफ अफ अ सर्जन। म बिहान उठ्छु 5:45 बजेतिर र मेरो पहिलो म मर्निङ वाकमा जान्छु। सो हजुरलाई यो हिँडाइले, बिहानको हिँडाइ जुन हुन्छ, त्यसले हजुरको दिनचर्यामा चाहिँ कसरी असर पाइरहेको छ? यसले हामी आफ्नो दैनिक शल्यक्रियादेखि सबै काम गर्नलाई स्वस्थ हुनु जरुरी छ र त्यसको लागि चाहिँ दैनिक रूपमा हिँड्दाखेरि हाम्रो मृगोला, हाम्रो ब्लड प्रेसर कन्ट्रोल, डायबिटिज कन्ट्रोल, त्यो सबै हिसाबको लागि चाहिँ यो दैनिक रूपमा हिँड्नु। ओ नमस्ते। आज मेरो साथीहरू मर्निङ भेट भयो। हामी दैनिक रूपमा हामी साथीहरूसित नै मर्निङ वाक गर्छौँ। चाइल्डहुडका कुराहरू पनि डिस्कस गर्छौँ। हामी यही ठाउँमा जन्मे हुर्केका साथीभाइहरूले गर्दाखेरि चाहिँ यो दैनिक रूपमा चाहिँ व्यायाम हाम्रो दैनिकी बनिसकेको छ। हजुर। मर्निङ वाक पछिको केही समय हामी परिवारलाई दिन्छौँ। हामी आफ्नो पारिवारिक छलफल र आजको दिन सुरुवात चाहिँ परिवारसँगको एउटा सानो भेटघाटबाट सुरु हुन्छ। अहिले इट्स अराउन्ड 8 इन द मर्निङ। हामी हस्पिटलको लागि निस्किसकेका छौँ। डक्टर, आई वान्टेड टु आस्क यु अ क्वेसन। आजको दिन अरू दिनभन्दा के बेग्लै छ? आजको दिन चाहिँ अपरेसनको दिन भएको हुनाले हामी राउन्ड पछि र हाम्रो एकाडेमिक इन्स्टिच्युटका क्लासहरू पछि हामी आज अपरेसनमा जान्छौँ। हजुरको चाहिँ हाई ऱ्याङ्क अफिसियल्सहरूको धेरैवटा केसेसहरू हजुरले शल्यक्रिया गर्नुभएको छ। यो भनेको देशले मात्र होइन, विदेशबाट पनि दे आर वाचिङ यु, होइन? बाहिरतिरबाट नि हेरिरहनु भएको हुन्छ। यो हुँदाखेरि चाहिँ हजुरलाई कतिको प्रेसर फिल हुँदो रहेछ टिमलाई? अलिकति भिभिआइपीहरूको अपरेसनको क्रममा थोरै प्रेसर चाहिँ रहँदो रहेछ। यो पनि हामीले पनि महसुस गरेका हौँ। तर जब हामी टिममा काम गर्छौँ र पूर्व निर्धारित हाम्रो प्लानिङ अनुसार काममा हुन्छ, त्यसपछि यसलाई एक्जिक्युट गर्न त्यति गाह्रो नहुने रहेछ जब टिम हुन्छ। इट्स 8:15। हामी हस्पिटल आइपुगेका छौँ। फर्स्टमा के गरिन्छ डक्टर? हामी हस्पिटल आएपछि पहिलो काम हाम्रो डिजिटल एटेन्डेन्स दिनुपर्छ। ए ओके, यो सबैलाई म्यान्डेटरी छ। हजुर, हुन्छ। त्यसको लागि हामी यो मर्निङ राउन्ड चाहिँ विश्वभरि नै यो एउटा चलनै जस्तो छ, होइन? यसको के छ इम्पोर्टेन्स, के छ यसको चाहिँ? मेडिकल एजुकेसन पढ्ने भनेको नै कक्षा कोठामा मात्र होइन, त्यो चाहिँ हस्पिटलमा र काम गर्दा गर्दा नै सिक्ने कुरा हुन्छ। त्यसले गर्दा मर्निङ राउन्डलाई चाहिँ एउटा एजुकेसनको पार्ट र पेसेन्टको प्रोग्रेस एसेसमेन्ट र प्लानिङ। सो होल डे के प्लान गर्ने, अब हिजो हामीले जुन इन्टरभेन्सन गरेका छौँ अथवा मेडिकेसन दिएको छ त्यसले कतिको इम्प्रुभ गर्यो, त्यो कुरा एसेसमेन्ट गर्ने र फर्दर प्लान के गर्ने भन्ने कुरालाई एकदम इम्पोर्टेन्ट हुन्छ। आज तपाईँ हिँड्नु, सबै काम गर्नु, ड्रेसिङ पनि आज एकचोटि हेरौँ ल, होइन? अथवा भोलि जाने बेलामा ड्रेसिङ गरेर हामी पठाउँछौँ, है त? जेनरल पब्लिकले बुझ्ने कुरा चाहिँ डक्टरहरूले चाहिँ बिरामी केयरमा मात्रै इन्भल्भ हुन्छ जस्तो लाग्छ होला। तर हाम्रो एकाडेमिक इन्स्टिच्युटमा, यो युनिभर्सिटी हस्पिटलहरूमा चाहिँ हाम्रो रोल बिरामीको केयर सँगसँगै टिचिङ लर्निङ एक्टिभिटी पनि उत्तिकै हुन्छ। त्यसमा हामीले पेसेन्ट केयर त हाम्रो एकदम इम्पोर्टेन्ट पार्ट भयो। त्यस सँगसँगै हामीले स्टुडेन्टहरूको टिचिङ लर्निङ एक्टिभिटी क्लासहरू लिने, उनीहरूको थेसिस गाइड गर्नेदेखि लिएर रिसर्चहरूमा हेल्प गर्ने र हामी आफै नै रिसर्चमा पनि इन्भल्भ हुनुपर्ने हुन्छ। त्यो कारणले हाम्रो रोल चाहिँ मोटामोटी 3 भागमा बाँडिन्छ। 1/3 2/3 जति चाहिँ हामी हाफ जस्तो प्रायः चाहिँ पेसेन्ट केयरमा लाग्छौँ भने हामीले सर्टेन टाइम चाहिँ एकाडेमिकमा पनि इन्भल्भ गर्नुपर्ने हुन्छ। त्यस कारणले अहिले हामी क्लासमा जाँदैछौँ, किनभने यो मर्निङ क्लास चाहिँ भेरी इम्पोर्टेन्ट फर आवर एकाडेमिक। सो अहिले चाहिँ हामी रेडी भइसकेका छौँ चेन्ज गरेर ओटीको लागि। हाम्रो टिमै हुनुहुन्छ यहाँ। हेलो, अब हामी यो चेन्जिङ रुम पछि हामी ओटी जाँदैछौँ। आजको लागि हाम्रो डाक्टर सुमन, मसँग अहिले डाक्टर
मनिष हुनुहुन्छ। दिदी नमस्ते। ओ दिदीहरू बसेर मिटिङ गर्नुहुन्छ। आज हाम्रो ट्रान्सप्लान्ट छ एउटा, अनि आज अलिकति क्रिटिकल छ। दिदीहरूसित बसेर त्यो सुरु गर्नुभन्दा अगाडि छलफल गर्नुपर्ने हुन्छ। तपाईँहरू आफ्नो तर्फबाट त रेडी हुनुहुन्छ नि? हजुर। हाम्रो ओटीको उहाँ सुपरभाइजर इन्चार्जहरू हुनुहुन्छ, हाम्रो युनिट इन्चार्ज। उहाँहरूले चाहिँ हामीलाई ओटीमा सबभन्दा इम्पोर्टेन्ट पार्ट भनेको चाहिँ नर्सिङ केयर र नर्सिङ म्यानेजमेन्ट, ओटीको लागि प्रिपरेसनहरू उहाँले स्टेरिलिटीदेखि सबै कुराहरू चाहिँ यो उहाँहरूको डोमेन हो। हामी उहाँहरूको सहयोग बिना चाहिँ यो सफल गराउन सक्दैनौँ र सबभन्दा यो टिम वर्कको चाहिँ उहाँहरू एउटा पिलरै हुनुहुन्छ हाम्रो ओटीमा। होइन, हामी पहिला यो डिस्कस गरौँ अनि त्यसपछि आएर हामी ब्रेकमा हामी चिया खान आउँछौँ। अब यो कुन टाइपको ट्रान्सप्लान्ट हो? जस्तो हामीले एउटै स्पेसिसबाट दुईवटा निकाल्यो नि, त्यो थाहा छ तिमीहरूलाई? त्यो एलोग्राम। So what is isograph? Identical twins but okay, when the two genetic material are same in the two individual is color. अनि एनिमलबाट ल्याउने ट्रान्सप्लान्टले के भन्छ? वाट जेनोग्राफ्ट। सो एमबिबिएसमा यति चाहिँ जरुरी हुन्छ बुझ्नलाई कि वाट इज जेनोग्राफ्ट। अहिलेको सबभन्दा ठुलो च्यालेन्ज भनेको चाहिँ अर्ग्यानको डिमान्ड। वी आर नट बिन एबल टु सप्लाई द वाट इज डिमान्ड एक्ज्याक्टली एक्जिस्ट। डक्टर अहिले यो ठाउँमा पुग्दा चाहिँ अलिकति यु नो हाम्रो मुभीतिर देखिन्छ नि, बलिउड मुभीतिर देखिने खालको ठाउँमा आइपुगे जस्तो भइरहेछ। यो वाट एक्ज्याक्टली इज दिस प्लेस? यो हाम्रो शिक्षण अस्पताल बनाउँदाखेरि नै यो चाहिँ टिचिङ लर्निङ एक्टिभिटीलाई बनाएको हस्पिटल हो। त्यस कारणले कतिचोटि अपरेसनमा धेरै मान्छेहरू जानु हुँदैन इन्फेक्सनको कारणले, तर विद्यार्थीहरूलाई पढाउनुपर्छ, एमबिबिएसको स्टुडेन्टहरूलाई आएर चाहिँ अपरेसन उठाए जस्तो हुन्छ, यसरी काम गर्छौँ भनेर देखाउनको लागि र अपरेसनभित्र नछिरिकन यो टिचिङ मोड्युलको लागि एउटा अपरेसनको चाहिँ टिचिङ लर्निङ एक्टिभिटीको लागि बनाएको ठाउँ हो। सो यो हुँदै एकचोटि हामीलाई ब्रिफली आजको अपरेसन कस्तो छ, के को अपरेसनको बारेमा अलिकति भनिदिनुहुन्छ कि? आज हामी ट्रान्सप्लान्ट गर्दैछौँ, किडनी ट्रान्सप्लान्ट, मृगला प्रत्यारोपण सबैले बुझ्ने भाषामा। त्यसमा चाहिँ हामी जीवित दाताबाट निकाल्छौँ। अहिले एउटा अपरेसन कोठामा चाहिँ किडनीलाई हार्भेस्ट गर्ने हामी निकाल्दैछौँ। त्यसपछि त्यसमा हामीले निकाल्दाखेरि चाहिँ त्यहाँबाट बग्ने नसाहरू, रगतका नसाहरू चाहिँ सकुशलै निकालेर ग्रहणकर्ताकोमा जोडेर त्यसलाई ब्लड फ्लो गराएर चाहिँ किडनीलाई फङ्सनल गराउनुपर्छ। त्यो गराउने क्रममा चाहिँ आज अलिकति च्यालेन्ज, कहिलेकाहीँ हाम्रो भेरिएसनहरू हुन्छ, कसैकोमा एउटा नसा हुन्छ, कसैकोमा दुईवटा हुन्छ, कसैकोमा त्योभन्दा बढी पनि हुनसक्छ। त्यस कारणले एकभन्दा बढी नसाहरू छ भने त्यसलाई चाहिँ हामी अलिकति जटिल मान्छौँ, किनभने सानो हुन्छ साइज र त्यसलाई जोड्नलाई पनि अलिकति फाइन एनास्टोमोसिस गर्नुपर्ने हुन्छ र मल्टिपल भेसल हुँदा चाहिँ अलिकति कम्प्लिकेसन चाहिँ बढ्ने सक्छ पछाडि। त्यो कुराहरू हामी बिरामीसित पहिले नै छलफल गरेका हुन्छ, सम्भावित कुराहरू। र यो हामीले हात चाहिँ सबै प्रोसिजर स्टेप 5 स्टेप लगाएर चाहिँ गर्नुपर्ने हुन्छ। हुन्छ डक्टर, सर्जरी त लामै भयो जस्तो छ अलिकति। आज अलिकति क्रिटिकलै थियो, समय लाग्यो सिद्ध्याउन। हामीले यो आउटकम कहिलेकाहीँ नराम्रो आइहाल्दाखेरि पेसेन्टहरूको या त्यो बिरामी साइडबाट डक्टरहरूप्रति अलिक नराम्रो प्रभाव भएको देखि नै रहेका छौँ, न्युजहरू पनि आइरहेको हुन्छन्। यसमा यो किन हुन्छ होला, लाइक वाट यु से अन द्याट डक्टर? कहिलेकाहीँ हामी चिकित्सकहरूलाई चाहिँ अहिले सुरुमा हाम्रो समाजले नै भगवान हुन्छ चिकित्सक भन्ने एउटा सोच बनाइदिएको थियो। खास वास्तवमा चिकित्सक भगवान होइन, तपाईँ हामी जस्तै सबैजना जस्तै मान्छे हौँ। हामीले यो क्षेत्रमा चाहिँ अलिकति विशेषज्ञता हासिल गरेको हुनाले हामीसित स्किल्ड म्यान पावरको रूपमा चाहिँ लिनुपर्छ। हामीले गर्ने प्रत्येक अपरेसन भनौँ अथवा ट्रिटमेन्टको चाहिँ मानव जीवनमा डाइरेक्ट प्रत्यक्ष असर पर्छ र त्यसको आउटकम चाहिँ हामीले सोचे जस्तो कहिलेकाहीँ नआउन सक्छ। त्यसलाई हाम्रो साइन्टिफिक टर्ममा चाहिँ हामी कम्प्लिकेसन पनि भन्छौँ र एडभर्स आउटकम। त्यो आउँदैमा हातिहाल्नु पर्दैन। तर अहिलेको समाज अलिकति
एग्रेसनतिर गएको छ पर्टिकुलरली अस्पतालप्रति र चिकित्सकहरूप्रति पनि सायद त्यो अरू धेरै फ्याक्टर होला त्यसमा प्ले गर्ने तर त्यो कुराहरूलाई चाहिँ हामीले समाजले चाहिँ के एक्सेप्ट गर्नुपर्छ भने अर्को क्वेसन चाहिँ मैले डक्टर मनिषलाई सोध्न चाहेँ हामीले अस्ति भर्खर एउटा न्युज आर्टिकल पढाएको थिएँ आउट अफ 2700 डक्टर्स नेपालमा उत्पादन भएको मध्येमा 2300 चाहिँ बाहिर पलायन हुन चाहनु भएको छ किन होला त्यस्तो अवस्था किन आइपुग्यो यसमा यस्तो छ सबैजनाले आफ्नो इनपुट अनुसारको आउटपुट खोज्छ र आफ्नो भविष्य सिक्योर गर्नको लागि सबैजनासँग राइट हुन्छ हैन अब धेरैजनाकोमा चाहिँ फ्रस्ट्रेसन के छ भने यहाँ चाहिँ इनपुट अनुसारको आउटकम आइरहेको छैन डक्टर्सहरूले गर्नुपर्ने पढाइ ब्याचलर्स लेभल मास्टर्स लेभल त्योपछि सुपर स्पेसलाइजेसन गरेर पनि जाने मान्छेहरू अहिले हामीले देखेका छौँ हैन यसमा चाहिँ एउटै कुरा उनीहरूको एक्सपेक्टेसनलाई चाहिँ हाम्रो सरकारले भनौँ न राज्यले नै राज्यले नै प्रोभाइड गर्न नसकेको अपर्च्युनिटिजहरू उनीहरूले नपाउनु र विदेशमा बेटर अपर्च्युनिटी देख्नु त्यो चाहिँ हो हामी यो नेपालमा हस्पिटलहरू पनि राम्रै छन् वी हेभ ब्रिलियन्ट डक्टर्स वी नो द्याट होइन टेक्नोलोजी पनि नभएको हो जस्तो चाहिँ मलाई लाग्दैन होइन त्यही पनि पेसेन्टहरू चाहिँ कतिपय बाहिर जान प्रिफर गरिरहेका हुन्छन् किन हुन्छ जस्तो लाग्छ त्यसको धारणा के छ हजुरको एकदम राम्रो प्रश्न गर्नुभयो यसमा चाहिँ के छ भने हजुरले देखिहाल्नुभयो यो ठुलो अपरेसन यो ठुलो चिज गर्नको लागि चाहिँ हाम्रो आफू मात्र दक्ष भएर हुँदैन सेन्टर पनि राम्रो चाहिन्छ र त्यही अनुसारको चाहिँ नि हाम्रो विभिन्न अरू डिपार्टमेन्टहरू पनि चाहिन्छ सो एउटा मात्र डिपार्टमेन्ट राम्रो भएर वा एउटा मात्र सर्जन राम्रो भएर चाहिँ हामीले कम्प्रिहेन्सिभ ट्रिटमेन्ट दिन सक्दैनौँ त्यसले गर्दाखेरि अहिले अरू चिज सबैमा हामी अब युरोलोजी विषयको भन्नुपर्दा हामीले सबै युरोलोजीको चाहिँ हामी अपरेसनहरू गरे पनि क्यान्सर सम्बन्धी ट्रिटमेन्टमा चाहिँ नि अहिले जनमानसमा के छ भने क्यान्सरको ट्रिटमेन्ट गर्नु पर्यो भने विदेश गइहाल्नु पर्ने भन्ने खालको छ त्यो बिल्कुलै होइन तर समस्या कहाँनिर छ त भन्दाखेरि हाम्रो जस्तो सुविधा दिन सक्ने अस्पताल देशमा साह्रै नै कमी भयो र यो चिजको चाहिँ हामी यही अस्पताल पनि धेरै वर्ष पहिला स्थापना भएको यस्तै अस्पताल अरू चाहिँ देशमा यही लेभलको बनाउन सकिएको भए सायद त्यो कुरो रोक्न सकिन्थ्यो होला जुन अनुपातमा बिरामीहरू छन् त्यही अनुपातमा हामीले यति ठुलो संरचनाको अस्पताल भएर सर्भिस पुर्याउन नसकेको हुनाले त्यो भएको जस्तो लाग्छ मलाई हुन्छ थ्याङ्क यू डक्टर सुमन थ्याङ्क यू फर योर एन्सर तपाईँको को हो तपाईँको भान्जी हो नि भान्जीको आमाले दिएको आमाको पनि ठिक छ आज होइन आज अपरेसन राम्रो भएको छ पिसाब पनि राम्रै बनाइरहेछ सबै मृगोलाले अहिले जोडेको तर उहाँको अलिकति जटिलता थियो नि पहिला हामीले भनेको थियौँ नि होइन थाहा छ कि उहाँको जोड्ने त्यो नसाहरू अलिक बढी त्योले गर्दा जटिलता आउला कि भने त्यो नआइकन नै राम्रै भएको छ तर सबै राम्रो भएको छ तर यो मृगोला प्रत्यारोपण भनेर अहिले ठिक भइहाल्यो अहिले भर्खर जोडेर लिएर आएको छ होइन 2 घन्टा नि भएको छैन तर यो हेर्दै जानुपर्ने हुन्छ हामीले 2-4 दिन उहाँलाई भित्रै राख्छौँ तपाईँहरूले भेट्न पाउनुहुन्न अनि उहाँलाई सबै कुरा ठिक भएपछि हामी चाहिँ यहाँबाट बाहिर राख्छौँ तर 2-3 दिन अलिकति क्रिटिकल नै हुन्छ अनि हामी सधैँ हेरेर तपाईँहरूलाई बताइरहन्छौँ चाहिँ कस्तो अवस्था छ है त अहिले चाहिँ आज हामीले जुन काम गरेको छ त्यो राम्रो भएको छ त्यसका केही छैन धन्यवाद र अहिले हामी लगभग आइपुगेका छौँ यो एपिसोडको अन्त्यमा डक्टर वी हेभ बिन फलोइङ यु बिहानैदेखि होइन थ्याङ्क यू भेरी मच फर यर टाइम हजुरको सर्भिसको लागि पनि धेरै धन्यवाद र हाम्रो 2जना गिफ्टिङ पार्टनर हुनुहुन्छ यो चाहिँ हाम्रो गिफ्ट छ येल्लो हात्तीको तर्फबाट येल्लो हात्ती चाहिँ एउटा नेपाल बेस्ड ब्रान्ड हो जसले चाहिँ पर्सनलाइज गिफ्टहरू बनाउने गर्छ वुड र लेजर युज गरेर र अर्को चाहिँ हाम्रो छ हात्तीलाई धन्यवाद हजुर यो गिफ्टको लागि यो अर्को चाहिँ हाम्रो अघि के फुडिङ पार्टनर पनि हाम्रो गिफ्टिङ पार्टनर पनि हुनुहुन्छ फिली इज अ दुबे बेस्ट ब्रान्ड अघि हामीले खाए जस्तो एकदमै मिठो खाना पाउँछ हिजो खाना एकदमै मिठो थियो चिया चाहिँ अलिकति अझ फ्यान्टास्टिक हजुर सो थ्याङ्क यू फिली फर लन्च एन्ड हजुर थ्याङ्क यू भेरी मच डक्टर वी ह्याड अ वन्डरफुल एपिसोड विथ यू आई वुड लाइक टु थ्याङ्क यू एन्ड होल अफ द टिम हजुर थ्याङ्क यू भेरी मच फर यर टाइम